नेता कमरेडहरू र यो कार्यक्रमलाई सफल पार्नका निम्ति दुईवटै पार्टीबाट आउनुहुने होनार कार्यकर्ताहरूलाई म लाख सलामको अभिवादन व्यक्त गर्न चाहन्छु, दिन चाहन्छु। हामी यहाँ आज छलफल गर्न गइरहेका छौँ र यहाँ हाम्रा छलफलका विषयकर्तालाई नेकपा एमालेका धेरै कार्यकर्तालाई मैले यो भनेर त यहाँ बिग्रिँदैन भनेर पनि मैले भनेको भएको हुनाले यही कमिटीले भोलि अरू ठाउँमा पनि कन्भेन्सन गर्नुपर्ने भएको हुनाले पार्टी एकीकरण भग्यो हो कि होइन, पार्टीमा प्रवेश गर्नु भएको अहिले प्रवक्ता साथीहरूले भन्नुभयो हामीले चुनौतीहरू पनि छ। अब चुनौतीलाई हेर्ने हो भने कमरेड केपी ओलीको चुच्चे नक्सा ल्याउनु के पाप थियो, त्यसैको प्रतिफल हो यो के देश जलाउनेहरू र देश बचाउने बीचको लडाई अहिले हो पक्कै हो। अहिले देशमा देश जलाउनेहरू, सिंहदरबार जलाउनेहरू, सर्वोच्च जलाउनेहरू, मालपोत अदालत जलाउनेहरूको लडाई र हाम्रो लडाई हो। केन्द्रीय सदस्य कमरेड मोहम्मद हारून शेरबाट म सुरु गर्न चाहन्छु। अब आंसुओं को पोंछिए और मुस्कुराइए, अब आंसुओं को पोंछिए और मुस्कुराइए, जो कुछ भी हो चुका है उसे भूल जाइए और दीवार नफरतों का खुदारा गिराइए, जैसा भी हो दिलों को दिलों से मिलाइए। आज हामी नगरको संयुक्त बैठक बस्दैछौँ र यो बैठकले एउटा सन्देश दिनेछ कि अब हामी दुई पार्टी एक भएछौँ र एक जान गएका छौँ, किनकि इस त्यागलाई जिताउनु सुनिश्चित मतदान गर्छौँ। हामी विकासको कुरा गर्छौँ, नेकपा एमाले भन्दा विकास कोही गर्न सकेको छ, त्यसैमा जोडिएर इस त्यागले पनि आफ्नो विकासको कार्यक्रमहरू अगाडि बढाएका छन्, जसबाट यो नगरमा यो जिल्लामा विकास भएको छ। जहाँ यो के अरे चिया खाने अड्डा कहाँ छ त्यहाँ जाने गरेका छन्। हाम्राले पनि त्यो ठाउँ अड्डामा थोपा भन्नेमा धेरैजनाहरू बिहान अलिकति चिया खाने मान्छेहरूको भिड भडका हुन्छ, यसो उहाँहरूलाई पनि लगिदिने र उहाँ तिनको कुराहरूलाई काट्नेसम्म गरेमा राम्रो हुन्थ्यो कि। हामी नेकपा एमाले हौँ, नेकपा एमालेको जित्ने हाम्रो जित हो र पार्टीगत हिसाबले जाँदा हामी पार्टीलाई मान्यता गर्नुपर्छ। हामी यो बाँके जिल्लालाई सूर्य ध्वजावाहक 1 नम्बर क्षेत्रका, 2 नम्बर क्षेत्रका र 3 नम्बर क्षेत्रका उम्मेदवारहरूलाई जिताउनु पर्ने। या विभिन्न हिसाबले यस क्षेत्रको माहौल सूर्यमय भयो भने त्यसको प्रत्यक्ष प्रभाव चाहिँ क्षेत्र नम्बर 1 र 3 मा पर्छ। यो कुरा सबैभन्दा पहिलो कुरा चाहिँ मनन गर्नुपर्ने हुन्छ। जो बलियो हुन्छ त्यसमाथि प्रहार हुन्छ। एक जमानामा म भन्नै गर्छु, क्षेत्रमा जाँदा एक जमानामा यहाँ यस जिल्लाको राजनीतिक बाघ भनिन्थ्यो फतेसिंह थारूलाई। प्रसङ्ग मैले किन कोट्याउन खोज्यो भने आज फतेसिंह थारूलाई कसैले प्रहार गर्छ, जीवितै हुनुहुन्छ, चुनाव लड्नुहुन्छ। प्रहारलाई कोलाई हुन्छ भने इस्तियाक राईले हुन्छ यो क्षेत्रमा, अरूलाई हुन्छ। अनि देशमा सबैभन्दा बढी प्रहार कोलाई हुन्छ भने केपी ओलीलाई हुन्छ। जो जहाँ शक्तिशाली हुन्छ त्यो लेभलमा उसमाथि प्रहार हुन्छ। यो प्रमाणित हुन्छ कि केपी ओली सबैभन्दा शक्तिशाली व्यक्ति यो देशको हुन् भन्ने प्रहार भइरहेको छ। त्यो कुरा हामीले बुझ्न जरुरी छ। हाम्रो अवधिमा उखान छ, कहते कहते जौन पेड़ में फल लगा होता है ढीला वहीं पर परत है, डंडा वहीं पर लोग मारे थे झोरे कत्ती। सूखा पेड़ खड़ा होते जिमा कुछ नहीं लाग होते, ऊपर कोई डंडा नहीं मारत है। तो असर्थ फल र ताकत जोसँग हुन्छ प्रहार त्यही माथि हुन्छ। यो चाहिँ सिद्ध सिद्धांत हो। नगरपालिका त चाहिएकै हो, जिल्ला प्रशासन त चाहिएकै हो, मालपोत र अदालत त हामीलाई चाहिएकै हो नि, आन्तरिक राजस्व कार्यालय चाहिएकै हो नि। पैसा आएन, ट्याक्स उठेन भने हामी के गर्ने? भन्सार कार्यालय त चाहिएकै हो नि। आज इस्तियाक राई हारूनजीलाई लालपुर्जा जेले छ सिरेस्ता भने 3000 वकिलले लिन्छ, 4000 रुपियाँ, 1000 रुपियाँ दौड धूप टिकट र निवेदनमा लाग्छ। एक कित्ताको हामीले सिरेस्ता कायम गराउन 5000 खर्च हुन्छ।
नेपालगञ्ज आउने त्यो गरिब व्यक्तिहरू जो ठेलामा ढुवानी गर्छन् दिनभरि 500 पाउँछन्, जो पिउठोमा बोरा बोकेर साँझ 500 रुपियाँ पाउँछन्, दिनभरि इट्टा गारा ढोएर रिक्सा चलाएर 500 रुपियाँ कमाउँछन्, तिनको हालत 5,000 रुपियाँ कहाँबाट ल्याएर आफ्नो बच्चालाई खुवाउने कि लाल पूर्जा र श्रेष्ठता कायम गराउने भन्ने त्यो कसको दोष थियो? त्यो कुन शक्ति लागेको थियो जो यो 10 वर्षे जनयुद्धमा माओवादीले जति क्षति हाम्रो देशलाई गरेन त्यो 2 घण्टामा देश खरानी बनाउन पुगे शक्तिहरू चाहिँ त्यो चिर्न हामीले जरुरी छ। अस्ति स्पष्ट रूपमा साथीहरूलाई भनेका थिए, दुवैतिरका साथीहरू बस्नु भएको छ। हिजोको दिनमा म शहरी विकास मन्त्रीको रूपमा यो नेपालगञ्जको 90% योजनाहरू ल्याए, तर कसको नेतृत्वमा म चाहिँ शहरी विकास मन्त्री थिए? म त हाम्रै पार्टीको अध्यक्ष कामरेड केपी ओलीको नेतृत्वमा म शहरी विकास मन्त्री थिए। यो जग जाहिर छ म चाहिँ सूर्य चिन्हबाट नलड्दै इस्तियाक राईको केपी ओलीसँग एकदमै राम्रो सम्बन्ध छ। यो कुरा एमाले पार्टी होइन, कांग्रेस र अन्य पार्टीले पनि यो भनाइहरू एकदम सर्वविदितै छ। देशभरि नै चाहिँ इस्तियाक राई कामरेड केपी ओलीको चाहिँ कुरा मान्छ। म के भन्न चाहन्छु भने दुईटा नदी बगेर मिसिँदा यतातिरबाट आएको पानीको धमिलो पानी, यताबाट आएको सङ्लो पानी छ भने दुईटा नदी मिसिँदा एकदम तल पुगेपछि बल्ल बराबर हुन्छ। त्यो कति लामो समय यताको धमिलै बगिरहेको हुन्छ, यताको सङ्लै बगिरहेको हुन्छ, धेरै तल पुगेपछि बल्ल घुलमिल हुन्छ। हामी भर्खर सँगसँगै, तर हामी चाहिँ छिटो घुलमिल हुनुपर्छ। त्यो नदी चाहिँ ढिलो भयो भनेर हामी त्यति ढिलो गर्न हुँदैन, किनभने हामी चुनावको मुखमा छौँ। त्यो मिलाउँदै जाने होला, त्यसमा हामीले समन्वय तपाईँहरूसँग गर्नेछौँ। एउटा निर्णय त्यो। दोस्रो, सोमबार 12 गते यहाँ 11 बजे वडा कमिटी, दुईटै वडा कमिटीका चाहिँ संयोजक र सहसंयोजकले वडा कमिटीका सम्पूर्ण सदस्यहरूलाई, पदाधिकारीहरूलाई, आफ्नो वडामा रहेका टोल कमिटीहरूलाई, त्यहाँ रहेका महिलालाई, त्यहाँ रहेका मजदुरलाई, त्यहाँ रहेका किसानलाई, त्यहाँ रहेका युवा विद्यार्थी सम्पूर्णलाई भन्न खोजेको सम्पूर्ण पार्टी पङ्क्ति जनवर्गीय सङ्गठन केन्द्रीय प्रदेश जिल्ला सबै ताकत चाहिँ कहाँ लिएर आउनु होला भनेपछि यही पार्टी प्राङ्गणमा 11 बजे सम्पूर्ण वडा कमिटीहरूलाई एउटा निर्णय यो भयो।